बिहे अघि हुन्छ नि तर कुटुम्ब चाहिँ कस्तो छ जाँड रक्सी नखाने चाहिएको हामीलाई बिहेपछि ए आमा ए छोरी चाहिँ पो आउनु भएछ त बुढा ए बुढा बाहिर आउनुहोस् आउनु छोरी चाहिँ आउनु भएछ ए जोइ भाग्यमानी हो भाग्यमानी ल जाउँ लु भित्र अनि जय साहब घरतिर सबैजना सन्चै हुनुहुन्छ आमा तपाईको घरतिर सबै आराम सन्चै हुनुहुन्छ ल है जय साहब यो चाहिँ अब सगुन पानी हो यो चाहिँ नखाइ नहुने कुटुम्ब चाहिँ कस्तो छ जाँड रक्सी नखाने चाहिएको हामीलाई ओहो आमा यो त म कहिले खाँदिन नि कहाँ जोइ साहब आफ्नो संस्कारमा चल्ने कुरो यति त खानै पर्छ नि आफ्नो रीतिरिवाज त जोगाउनु पर्यो नि बाबा म खाँदिन नि यो यति त जोइ खानै पर्छ नि A few moments later. हाम्रो ससुरा साह्रै मजाको ससुरामा म बाहिर गएर आउँछु ल ए ससुरामा के पो जय साहब के पो तपाईँको पियाजहरू त देखाइदिनु त ए बुझेन क्या हो टोइलेट देखाइदिनु भनेको क्या बुढा जय त लाज जोडिया रहेछ सुत्न छैन मेरी बासै